एउटा राजा थियो। ऊ ठूलो लोभी थियो। उसको खजाना सुन चाँदीले भरिएको थियो। तर पनि उसको मन भरिएको थिएन। ऊ चाहन्थ्यो कि संसारभरको सुन उसको हुन सकोस्। एक दिन राजाले सपना देख्यो कि कुबेर देवता उसको अगाडि उभिनु भएको छ। कुबेर देवताले राजालाई एउटा वरदान माग्न भन्नुभयो। राजाले भन्यो, हे देव, मसँग धेरै सुन होस्। कुबेर देवताले राजालाई वरदान दिनुभयो कि उसले छोएको सबै चिज सुनमा परिणत हुनेछ। बिहान उठेपछि राजाले सबैभन्दा पहिले आफ्नो ओछ्यान छोयो। त्यो सुनको बन्न पुग्यो। यो देखेर राजा अत्यन्तै खुसी भयो। ऊ जुनसुकै चिज छुथ्यो त्यही सुनमा बदलिन्थ्यो। यो देखेर राजा ठूलो स्वरमा पागलझै हाँस्न थाल्यो। राजाको हाँसो सुनेर उसकी एक्ली छोरी त्यहाँ आइपुगिन्। खुसी भएर राजाले छोरीको हात समात्यो। तर अर्को क्षण नै राजाको हाँसो रोकियो। उसकी प्रिय छोरी पनि सुनको मूर्तिमा परिणत भइसकेकी थिइन्। राजा दुखी हुँदै देवतालाई पुकार्न थाल्यो। यस पटक देवता साँच्चै प्रकट हुनुभयो। राजाले बिन्ती गरियो, हे देव, कृपया आफ्नो वरदान फिर्ता लिनुहोस्। म लोभमा अन्धो भएको थिएँ। अब कहिल्यै लोभ गर्ने छैन। कुबेर देवताले त्यसो नै होस् भन्दै राजामाथि कृपा गर्नुभयो र अदृश्य हुनुभयो। त्यही क्षण राजाकी छोरी फेरि जीवित भइन्। सुनमा परिणत भएका सबै वस्तुहरू पनि पहिलेकै रूपमा फर्किए। त्यस दिनपछि राजाले कहिल्यै लोभ गरेन।